आजको यो यात्रा आज चाहिँ हामी काँक्राभिट्टादेखि मेची डाङ्गीसम्मको यात्रामा छौँ। हामी चाहिँ यति बेला माथि मेची डाङ्गी जाँदैछौँ र यो तपाईँले देखिरहनु भएको ठाउँ चाहिँ नकलबन्दा आउनुभन्दा अगाडिको ठाउँ हो र अहिले चाहिँ बाटो बनाएको कारणले गर्दाखेरि एकदमै धेरै राम्रो छ, जान एकदमै सहज छ। यो बाटोबाट चाहिँ माथि सलकपुरसम्म पनि पुगिन्छ। यो चाहिँ नकलबन्दा एकदम पुरानो ठाउँ हो, यो पूर्वको नाम चलेको ठाउँ हो। र यति बेला चाहिँ हामी ट्याक्कै बाहुनडाङ्गी भन्दा 2 किलोमिटर अगाडि छौँ र हामी फेरि यहाँबाट जाँदैछौँ। एकदमै यहाँनिर घाँसहरू लगाइएको छ, यहाँ वरिपरि गाई फार्म पनि छ, त्यसको लागि घाँसहरू लगाइएको छ र यहाँनिर एकदम बाटो धेरै खतम थियो, अहिले चाहिँ नयाँ बनाएर चाहिँ एकदम दामी भएको छ। र यहाँबाट हामी माथि बाहुनडाङ्गीतिर लाग्छौँ। यो ठाउँ चाहिँ एकदम हात्तीले पनि धेरै सताएको ठाउँ हो। यो ठाउँमा एकदम हात्ती आउने गर्छ, प्रायः तपाईँले समाचार पनि सुन्नै भएको होला, हात्ती ग्रसित ठाउँ भनेर। बस्नको लागि एकदम राम्रो छ, सुपारीको उत्पादन धेरै हुन्छ। खालि एउटा हात्तीले गर्दाखेरि मात्रै यहाँनिर जनजीवन धेरै प्रभावित पार्छ यहाँका मानिसहरूको।
र अहिले चाहिँ हामी बाहुनडङ्गी बजार प्रवेश गरिसकेका छौँ। यो चाहिँ बाहुनडङ्गी चोक रहेको छ र यहाँनिर एउटा सानो बजार पनि छ। यहाँकै स्थानीय बासिन्दालाई चाहिँ यो बजारले एकदम धेरै सहयोग गरेको छ र यो एकदमै पुरानो बजार पनि हो झापाको, यता पूर्व क्षेत्रको। यहाँदेखि खोला पारी चाहिँ मेची खोला पारी चाहिँ नक्सल पाण्डेको जाने गर्नुहुन्छ। अहिले चाहिँ हामी मेचीडाङ्गी चोकमा आइपुगेको छौँ। योदेखि अगाडि इन्डिङ पोइन्ट छ र हामी त्यहाँ तल आएर पूर्व लाग्यौँ। यता पूर्व चाहिँ 49 धारा भन्ने एउटा धार्मिक स्थल पनि रहेको छ र हामी तपाईँहरूलाई त्यो पनि देखाउनेछौँ। र हामी चाहिँ अहिले 49 धारामा आइसकेका छौँ। यो चाहिँ एउटा पर्यटकीय र धार्मिक स्थल पनि हो, स्थानीय क्षेत्रमा प्रचलित छ यो। र यो चाहिँ एकदम पूर्वी सिमानामा, यता भारतसँगको सिमाना जोडिएको ठाउँ। मेची खोलादेखि नजिकै छ। यहाँबाट चाहिँ उता पारी इन्डिया जान सकिन्छ। एकदमै राम्रो, शान्त र सुन्दर ठाउँ। त्यहाँ एकछिन बस्दा पनि आनन्द हुने। हामी एकछिन यहाँनिर बस्यौँ। पोखरीमा उता अर्कोपट्टिको पोखरीमा चाहिँ माछा पनि रहेछ। माछा पनि देख्यो त्यहाँनिर, ठुल्ठुलो खालको माछा पनि रहेछ। एकदम दामी ठाउँ छ, आनन्द हुन्छ तपाईँले त्यहाँ बस्दाखेरि।